हेलो एभ्रिवान, आज हाम्रो च्याप्टर रहेको छ एस्टिमेसन। एस्टिमेसन हाम्रो टियु र पियु र इक्वली हाम्रो ब्याचलर इन साइन्स जहाँ स्टार्ट पढाइ हुन्छ त्यहाँ चाहिँ हाम्रो एस्टिमेसन च्याप्टर धेरै नै इम्पोर्टेन्ट छ। र हामीले एस्टिमेसनको च्याप्टर अथवा क्वेसन सुरु गर्नुभन्दा अगाडि हामीले फर्मुलाहरूको बारेमा थाहा पाउनु पर्ने हुन्छ। र यसमा चाहिँ हाम्रो सिआई यानि कि कन्फिडेन्स इन्टरभल अथवा हाम्रो लिमिट फाइन्ड गर्न सोधिरहेको हुन्छ। दुईटा टाइपको क्वेसन सोधिरहेको हुन्छ, एउटा मिन रिलेटेड, अर्को भनेको प्रोपोर्सन रिलेटेड। फर्स्टमा हामीले हेरौँ मिनको है त। मिनको सिआई अथवा कन्फिडेन्स इन्टरभल लिमिट भन्नु सेम कुरा हो। एक्स बार भनेको स्याम्पल मिन, अनि मैले सबै लेखेको छु। यसलाई के भनिन्छ लेखेको छु, प्लस माइनस लिमिटमा प्लस माइनस हुने भयो। जेड अल्फा भनेको क्रिटिकल भ्यालु इन्टु एसई भनेको स्ट्यान्डर्ड इरर कसको, मिनको। यसको फर्मुला के हुन्छ, एस बाई रुट ओभर एन और सिग्मा बाई रुट ओभर एन। एस भनेको स्याम्पल स्ट्यान्डर्ड डेभिएसन, सिग्मा भनेको पपुलेसन स्ट्यान्डर्ड डेभिएसन। अनि यदि हामीलाई चाहिँ पपुलेसन साइज दिएको बेलामा चाहिँ एसई बराबर एस बाई रुट ओभर एन माइनस स्मल एन डिभाइड बाई एन माइनस 1 और सिग्मा बाई रुट ओभर एन अनि स्क्वायर रुट अफ एन माइनस एन डिभाइड बाई एन माइनस 1 हुन्छ। त्यसै गरी अर्को छ हाम्रो प्रोपोर्सन रिलेटेड। प्रोपोर्सनमा हाम्रो सिआई लिमिट फाइन्ड गर्ने भनेको पी प्लस माइनस जेड अल्फा इन्टु स्ट्यान्डर्ड इरर अफ पी। अब यसको फर्मुला के हुन्छ, पी भनेको एक्स बाई एन भनेर हुन्छ भनेको याद गर्नु पर्यो। यासी भनेको स्ट्यान्डर्ड इरर केसको, पी को। पी भनेको हाम्रो स्याम्पल प्रोपोर्सन अफ सक्सेस हो भनेर याद गर्नु पर्यो। यसको फर्मुला रुट ओभर पी क्यू बाई एन, और कहिलेकाहीँ हामीलाई ठुलो पी ठुलो क्यू बाई एन भनेर पनि भनिन्छ। यहाँ हेर्नु पर्दा यसको नोटेसन एक्स बार भनेको स्याम्पल मिन, जेड अल्फा भनेको क्रिटिकल भ्यालु, स्ट्यान्डर्ड इरर अफ स्याम्पल मिन, स्ट्यान्डर्ड इरर अफ स्याम्पल प्रोपोर्सन, स्मल पी भनेको स्याम्पल प्रोपोर्सन अफ सक्सेस, ठुलो पी भनेको हाम्रो पपुलेसन प्रोपोर्सन अफ सक्सेस भनेर याद गर्नुपर्ने हुन्छ। एउटा क्वेसन, अब यहाँबाट हाम्रो स्याम्पल साइज एन भनेको 36 दिएको छ, पपुलेसन साइज भनेको 400। 400बाट हाम्रो के भनेको छ, स्याम्पल अफ 36 डन गरिएको छ, मतलब स्याम्पल साइज 400 भनेको पपुलेसन साइज। अनि हामीलाई यो स्ट्यान्डर्ड डेभिएसन दिएको छ 12, अनि फाइन्ड गर्नुपर्छ स्ट्यान्डर्ड इरर। अब हाम्रो फर्मुला कुन चाहिँ सुटेबल हुन्छ भन्दाखेरि यो हाम्रो सुटेबल हुन्छ। किन भन्दाखेरि यहाँ हाम्रो पपुलेसन साइज पनि दिएको छ। यो युज गर्दाखेरि मैले सिग्मा बाई रुट ओभर एन माइनस एन डिभाइड बाई एन माइनस 1 गरेँ। यो भनेको 12, यो भनेको 36, यो भनेको 436, 401 भइहाल्यो। यसरी गर्दाखेरि हाम्रो एन्सर कति आउँछ भन्दाखेरि 1.910 आउँछ। देयरफोर स्ट्यान्डर्ड इरर द्याट इज एक्स बार बराबर 1.910 भनेर भन्न सकिन्छ। थ्याङ्क यू सो मच एभ्रिवान।